यस्तो खालको आवाज आइदियो भने तपाईको कुनै पनि प्रिन्टरमा यस्तो खालको आवाज आइदियो भने आज हामीलाई यहाँ एउटा प्रिन्टर लिएर आउनु भएको छ। यो प्रिन्टरलाई हामीले एसेम्बल र डिसेम्बल गरेर हामी देखाउँछौँ। यसमा के समस्या आइरहेछ भन्दा खटखट खटखट गरेर आवाज आउँछ। यो खटखट खटखट गर्ने आवाज के को समस्याले गर्छ त्यो समस्यालाई हामी तपाईलाई डिफाइन गरेर देखाउँछौँ। तपाईले यो भिडियो पुरा हेर्दै गर्नुहोस्। अब हामी बिस्तारै यो प्रिन्टरलाई हामी पहिला सुरुमा डिसेम्बल गर्नतिर लाग्छौँ। डिसेम्बल गरेको हेर्नुहोस्। यसरी हामीले इप्सन प्रिन्टरलाई डिसेम्बल गर्न सकिन्छ। सबभन्दा पहिला हामीले यहाँ भएको यो स्क्रुलाई यसरी एउटा स्क्रुड्राइभरले यसरी खोल्नु पर्ने हुन्छ र यहाँ जुन तपाईको वेस्ट इङ्क प्याड हुन्छ यो इङ्क प्याडलाई हामीले यसरी खोल्ने र स्क्रुलाई एक ठाउँमा राख्ने प्लास्टिक स्क्रू हुन्छ यसरी। अब यसलाई हामीले यहाँदेखि यसरी खोल्न सकिन्छ। अब त्यसपछि स्क्रू छ। यो स्क्रूलाई फेरि अब हामीले यसरी यसलाई खोल्नु पर्ने हुन्छ। यसरी खोलिसकेपछि हाम्रो जुन वेस्ट इङ्क प्याड हुन्छ यो इङ्क प्याड चाहिँ यसरी हामीले अब बिस्तारै निकाल्नु पर्ने हुन्छ। अब यसलाई यहाँदेखि यसरी तान्नुहोस् बिस्तारै। यसरी हामीले वेस्ट इङ्क प्याड यसरी निकाल्न सकिन्छ। फर्म हुन्छ त्यो फर्मलाई फाल्नुहोस् अथवा त्यो फर्मलाई नै धोएर पनि तपाईले यसमा फेरि सुकाएर लाउन सक्नुहुन्छ। त्यसपछि फेरि यसलाई लाउनुहोस्। भरे लाउने तरिका तपाईलाई यो पछाडिको हामी तपाईलाई पालै पालै स्टेप बाई स्टेप देखाउने छौँ। जस्तै अब तपाईले यो जुन प्रिन्टरलाई हामीले खोल्नु पर्ने हुन्छ। खोल्नुको लागि सबभन्दा पहिला यसलाई यतातिर खोल्नु यसलाई डाउन जानुपर्ने हुन्छ र त्यसपछि यसलाई यहाँनिरदेखि यहाँ तल हुन्छ यो लकलाई तपाईले हटाउनु पर्ने हुन्छ। यो लकलाई अलिक गाह्रो हुन्छ। तपाईले यसरी डाउन झार्ने अनि यो जुन लकलाई यसरी होतिर ठेल्नुहोस्। अब त्यसपछि तपाईले यो स्क्यानर युनिटलाई निकाल्नुको लागि स्क्यानरलाई यतातिर यस्तो तान्नुहोस् र त्यसपछि यसलाई माथि निकाल्नुहोस्। यसरी स्क्यानर युनिट आउँछ र स्क्यानर युनिटको केबल यहाँनिर तल यो केबलहरू निकाल्नु पर्ने हुन्छ। यो केबल चुटाउने हो। यो भनेको तपाईको सिसिडी केबल, यो स्क्यानर मोटर केबल र अर्को भनेको हाम्रो कन्ट्रोल प्यानलको यो जुन कन्ट्रोल प्यानल छ यो कन्ट्रोल प्यानलको केबललाई यसरी निकाल्नुहोस्। यसरी निकालिसकेपछि अब यो स्क्यानरलाई हामीले साइड लगाइदिनु पर्ने हुन्छ। पावर कनेक्ट गर्नुपर्ने हुन्छ। कनेक्ट गरिसकेपछि यस्तो खालको आवाज आइदियो भने तपाईको कुनै पनि प्रिन्टरमा यस्तो खालको आवाज आइदियो भने यहाँ तपाईले जुन यो हाम्रो इन्कोडर छ यो इन्कोडर यहाँ खुस्किरहेको हुन्छ। यो इन्कोडरमा यस्तो तपाईको यो जाम भएको छ। यसलाई तपाईले टिस्यु पेपरले यसलाई सफा गर्नुपर्ने हुन्छ। यस्तो आइदियो भने अथवा जाम भइदियो भने तपाईले यो इन्कोडरको समस्या आइदियो भने यस्तो हुन्छ। यो इन्कोडरलाई यहाँनिर कनेक्ट गर्नुपर्ने हुन्छ। यहाँनिर गरिसकेपछि तपाईको लक लाग्यो हुन्छ। यो इन्कोडरलाई बिस्तारै यसरी हामीले इन्कोडरलाई यहाँनिर लगाइसक्नु पर्ने हुन्छ र लगाएपछि फेरि अब हामीले पावर कनेक्ट गरेपछि कस्तो हरकत देखाउँछ त्यसपछि यहाँनिर हामीले यसरी हेर्न सकिन्छ। यहाँ पावर कनेक्ट गरिसक्यो हाम्रो। अब कस्तो आवाज आउँछ अघिको जस्तै खटखट आवाज आउँछ या आउँदैन हेर्नुहोस्। बिस्तारै हेर्नुहोस्। तपाईँको मोमेन्ट भइसकेको छ। मोमेन्ट सुरु भइसकेको छ। यसको समस्या हामीले डिफाइन भइसकेको छ तर अघि जस्तो आवाज अब आउँदैन। जुन इन्कोडरको कारणले अघि त्यस्तो आवाज आएको थियो अहिले इन्कोडर हामीले कनेक्ट गरिसकेपछि यो आवाज आउनु छोड्यो। तपाईको प्रिन्टरहरूमा पनि यस्तै क्यानन, इप्सन अथवा एचपी ब्रदर अथवा तपाईँ लेजर जेट होस् जुनसुकै प्रिन्टरमा पनि तपाईको यस्तो समस्या आइदियो भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। विभिन्न प्रकारका मोडलहरू र विभिन्न ब्रान्डका प्रिन्टरहरूमा विभिन्न समस्याहरू आइदिन्छ। जस्तै तपाईको इप्सनमा भयो 0340004, क्यानन E05, E02 को ब्रदर क्यानट प्रिन्ट 40, क्यानट प्रिन्ट 8F, E3, ब्ल्याङ्क डिस्प्ले बक्स जस्ता इङ्कजेट प्रिन्टरमा आएका सबै समस्याहरू रिपेयर गर्न सिक्न सक्नुहुनेछ। लेजर जेट प्रिन्टरमा प्रिन्टिङ डकुमेन्ट, जाम इन प्रिन्ट पेपर पाथ, सेल्फ डायग्नोस्टिक लगायत सबै प्रिन्टर सम्बन्धीका समस्याहरू हामी हल गर्नेछौँ। तपाईलाई प्रिन्टर रिपेयरिङ सम्बन्धी कोर्स गर्न चाहनुहुन्छ सम्पर्कको लागि अभ्यास कम्प्युटर इन्स्टिच्युट 4 भन्ज्याङ भोजपुर। मोबाइल नम्बर 9746 97 36 97।